हेलो गाइज, बजारमा एकदम धेरै हल्ला भयो। बालिनको त्यो गाडी 8 करोड गाडी कहाँ के कसो कस्तरी कुराहरू एकदम होला। एकदम मान्छेले त्यो हुँदा हुँदा त्यो विवेक थपलिया पनि हिरो भएर दुनियाँ गरेर त्यो यस्तो उस्तो नेपो बेबी भन्दै त्यो ज्याकेटमा लागेको चाहिँ सब चिज देखाएर गरिरहेको छ। होइन, म एउटा कुरा भन्छु क्या, त्यो कुनै पत्रकारले एकदम बवाल खोतालेर एकदम रिसर्च गरेर एकदम भित्र खुफिया एजेन्सीहरू लाएर पत्ता लगाएको कुरा होइन नि त। बालेनले चुनाव प्रचार प्रसारमा बाहिर निक्लिँदा प्रेसिडेन्ट ट्रम्पले देख्ने गरेर गाडी चढाएको छ क्या, लुकाउनु खोजेको त होइन। सो त्यसको क्वेसन चाहिँ त्यो गाडी कसको कति पर्छ के त्यस्तो होइन। क्वेसन इज, यदि हामी साँच्चै सचेत जनता हुने भने क्वेसन इज वाट इज द गेम। चुनावको माहौलमा भ्रष्टाचारको विरुद्ध लड्नुपर्छ भन्ने खालको जसले जनमानसले बवाल सपोर्ट गरे मान्छेले 8 करोडको गाडी लिएर चुनाव प्रचार प्रसारमा हिँडिरहेको छ क्या। वाट इज द गेम, स्ट्राटेजी के हो, चाणक्य नीति के हो, उसको के हो। कसैले सोचेको थियो जनकपुरमा मैथिलीमा भाषण गर्छ भनेर। त्यति सिम्पल एउटा ल्याङ्ग्वेजको त हामीले सोच्न सकेदैन भने चाहिँ ऊ हामीभन्दा कति स्टेप अगाडि छ त्यो कुरा बुझ्नुपर्छ क्या। अनि यी अहिलेका यी भरोडीहरूको सातो गएको छ, त्यही भएर जे पाते गर्ने हो। सो द क्वेसन इज, यस्तो बेलामा त्यस्तो महँगो ज्याकेट र त्यस्तो महँगो गाडी देखाएर वाट इज द गेम, वाट इज द मेसेज के हो त बालेनको। सो त्यो बुझ्नुपर्छ क्या तिमीहरूले। लाइक हुन्छ नि, हामीभन्दा 3-4 स्टेप लेयर माथि छ क्या ऊ त्यो सोचाइमा। त्यो बुझो, इट्स नट द्याट कसको गाडी हो के हो। त्यो सिम्पल क्वेसनमा त्यो जनता भुल्नु हुँदैन क्या। जनता हामी अलिकति एक स्टेप माथि उठ्नुपर्छ। त्यो जनताले के सोच्नु पर्यो, वाट इज द गेम।